गाइस हाम्रो घरमा यहाँ फुलबारीमा दाउन सर्को आएको दिउँसो भन्नाले 4 बजेदेखि अनि राति मेरो बुढो आएर अनि यस्तरी समातेर टाउकोमा समातेर निकाल्दै हुनुहुन्छ अहिले। अब यो सर्पलाई छोडिदिने हो जस्तो हो के बिचरा यो जालीले गर्दाखेरि उसलाई चोट लागेछ अलिकति पेटमा। त्यही काट्दै हुनुहुन्छ जाली, यो माछाको जालीमा अड्किएर बिचरा फसेछ, त्यसलाई निकाल्दै हुनुहुन्छ। गेटनिरको है जाली फुलबारीमा निकाल्दै हुनुहुन्छ। बिचरालाई कति बेला डर मानिरहेको, यो पनि सर्प पनि डराइराखेको छ नि त मलाई मार्छ भनेर। त्यही भएर टाउकोमा समात्नु भएको घाँटीमा समातेर यो हाँसीले जाली काटिदिनुहुन्छ। कस्तो डरलाग्दो भयङ्कर डरलाग्दो छ। गाइस हेर्नुहोस् सर्प यसरी आउँछ, त्यही भएर हजुरहरू पनि बचेर हिँड्नु होला। अबको यो बर्खामा त साँपकिराको डर हुन्छ। बाबुहरू पनि हुनुहुन्छ, 3 जना मिलेर निकाल्दै हुनुहुन्छ सर्प। गाइस हेर्नुहोस् दाँतमा कसरी अल्झेछ। अनि निकाल्नु भयो मेरो बुढोले, सर्प समात्नु भयो भने जस्तो। गाइस कति लामो छ हेर्नुहोस्। ओहो कस्तो डर लाग्दैछ। अब उता लगेर पछाडि झारीमा छोडिदिनुहुन्छ मेरो बुढोले सर्प। गाइस हेर्नुहोस् कसरी समातिदिनु भएको, जिउँदो सर्प के यस्तो समातिदिनु भएको छ, आँट त हो के। गाइस सर्प छोडिदिनु भयो। ल आजलाई यति नै, अर्कोचोटि बनाउँला ब्लग त्यसको लागि। अहिलेलाई बाई बाई गाइस।